क्रोनिक इन्सोम्निया चाहिँ कारक तत्त्वहरू हालसालै केही स्ट्रेसफुल कन्डिसन्स जसबाट बिरामी उम्रिन नसकेका कारकहरू हुनसक्छ। त्यस्तै प्रकारको विभिन्न प्रकारको साइकियाट्रिक रोगहरू, मनोरोगहरू जस्तै एन्जाइटी, डिप्रेसन त्यसले गर्दाखेरि पनि गराएको हुनसक्छ। त्यसबाहेक हामीले यो इन्सोम्नियालाई हामीले प्राइमेरी र सेकेन्डरी भनेर पनि छुट्याउन सक्छौँ। प्राइमेरी इन्सोम्निया भनेको ब्रेनमा स्लिपलाई, निन्द्रालाई प्रमोट गर्ने हर्मोन हुन्छ। त्यो हर्मोनको मात्रा कम भएर हुने कारकलाई प्राइमेरी इन्सोम्निया भनेर भन्छौँ। प्राइमेरी इन्सोम्नियामा बिरामीलाई मेलाटोनिन औषधि खानुपर्ने हुन्छ र यसको बिरामीलाई लाइफटाइम खानुपर्ने हुनसक्छ। त्यस्तै तरिकाले सेकेन्डरी इन्सोम्नियामा केही न केही कारक तत्त्वहरू हुन्छ। युजली त्यस्तोमा बिरामीलाई एन्जाइटी, डिप्रेसन या फिर बिरामीहरूलाई हात खुट्टा दुख्ने आर्थराइटिसहरू छ भने त्यसले पनि निद्रा डिस्टर्ब गराएको हुनसक्छ। त्यस्तै तरिकाले बिरामीलाई दम छ भने रातभरि खोकी लाग्ने, जसको कारणले गर्दाखेरि बिरामीलाई निद्रा डिस्टर्ब हुन्छ। रेस्टलेस टेक सिन्ड्रोम भन्ने हुन्छ, जसमा हात खुट्टा बाउन्डिङ गर्छ, त्यसले गर्दाखेरि निद्रा डिस्टर्ब गराएको हुन्छ। त्यस्तै तरिकाले हार्ट फेलियर, मुटुले पम्प गर्न सकेर मुटुबाट फोक्सो पानी जस्तो आएर बिरामीलाई सास फेर्न गाह्रो हुन्छ, त्यसले गर्दाखेरि हुन्छ। विभिन्न प्रकारको कारक तत्त्वहरूले गर्दाखेरि निद्रा डिस्टर्ब गरिरहेछ भने त्यसलाई सेकेन्डरी इन्सोम्निया भन्छौँ।